हेलो साथीहरू, आज चाहिँ म छु पाटन दरबार स्क्वायर, जहाँ चाहिँ हजुरले मजाले यो ठाउँ घुम्न सक्नुहुन्छ। साथीभाइहरूसँग मजाले आउँदै हुनुहुन्छ र नयाँ ठाउँ कता घुम्ने होला, साथीभाइहरूसँग यसो रमाइलो कता गर्ने होला भन्ने सोचिराख्नु भएको छ भने चाहिँ पाटनमा आउन सक्नुहुन्छ। यहाँ आएर चाहिँ मजाले घुम्न सक्नुहुन्छ। घुम्नको लागि नजिकै मठ मन्दिरहरू सबै थोक छँदैछन्। हजुरलाई चाहिँ मजाले यो ठाउँमा आउनुभयो भने एकदमै रमाइलो पक्कै पनि हुनेछ। र हजुरलाई चाहिँ यो ठाउँ कस्तो छ भनेर आज म पुरै देखाउँछु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला नयाँ नयाँ भिडियो हेर्नको लागि। र हजुरलाई केही किन्न मन लाग्छ, पुरानो सामानहरू यस्तो चिजहरू भने चाहिँ यहाँ पक्कै पनि हजुरले देख्न सक्नुहुन्छ। यहाँ हजुरले छानी रोजी किन्न सक्नुहुन्छ। तर यो चिज चाहिँ अलिक महँगो चाहिँ महँगै छ हैन। र यताबाट मजाले यता घुम्न सक्नुहुन्छ। आनन्दको ठाउँ छ, एकदमै रमाइलो खालको छ ठाउँ चाहिँ है। लगभग आधा घन्टा 1 घन्टा मजाले बसेर रिल्याक्स महसुस गर्नको लागि चाहिँ यो ठाउँमा आउन सक्नुहुन्छ। र यहाँ तल पानीको पनि व्यवस्था छ। पानी मजाले हातमुख धुनको लागि पनि मजाले आनन्दको ठाउँ छ। र यस्तो ठुलो ठाउँ छ हैन। यो ठाउँमा चाहिँ हजुरहरू मजाले आउन सक्नुहुन्छ। र मैले देखाइरहेको छु यो ठाउँमा, र हजुरहरू पनि आउनु होला। दिपकले नयाँ नयाँ भिडियोहरू पक्कै पनि राखि नै हाल्छ। हजुरले नयाँ ठाउँको नयाँ भिडियोहरू हेर्न पाइ नै हाल्नुहुन्छ। र यो ठाउँमा आउनु भने के चाहियो, खुकुरीदेखि लिएर गएर हजुरले कर्द अनि त्यसपछि घाँटीमा लाउने लकेटहरू, भगवानको मूर्तिहरू अनेक थरी पाउन सक्नुहुन्छ। तर अलिकति एक्सपेन्सिभ चाहिँ छ है, अलिकति महँगो चाहिँ छ पक्कै पनि यो ठाउँमा। तर पनि हजुरले यहाँको चिनो किनेर लान मन लाग्छ भनेपछि ल हेर्नु त यस्तो दामी छ। भगवानकै मूर्तिबाट बनाइएको चाहिँ ढोकाको ह्यान्डलहरूदेखि लिएर यो घुमाउने यताउता मूर्तिहरू, खुकुरीहरू मस्त छ। त्यो भएको हुनाले यो ठाउँमा चाहिँ हजुरले केही सामान मन पर्यो भने किन्न सक्नुहुन्छ। र एकदमै दामी ठाउँ छ। ल हेर्नुहोस् वरपर फोटो खिच्नुहोस्। यहाँ फोटो खिच्नको लागि पनि एकदमै राम्रो ठाउँ छ। मजाले लाइटिङ मिल्यो भनेदेखि बबाल दामी फोटो आउँछ। सामान किन्नको लागि छँदैछ, कुनै भन्नै पर्दैन। यो ठाउँमा वरपर मन्दिरहरू टन्नै छ हैन। मन्दिरमा छ यहाँनिर यो धारामा मजाले चाहिँ हजुरले हातमुख धुन सक्नुहुनेछ। बस्नको लागि आनन्द ठाउँ छँदैछ। र साथीभाइहरूसँग आउनुहोस्, आफ्नो परिवारसँग आउनुहोस्, मजाले मन्दिरहरूमा फोटो खिच्नुहोस्। यस्तो दामी मन्दिरहरू छ। यो चाहिँ पाटनमा हो। पाटन आइसकेपछि हजुरले पक्कै पनि फोटो खिच्न पाइ नै हाल्नुहुन्छ र घुम्न पाइ नै हाल्नुहुन्छ। सबै मन्दिर एक मन्दिरमा हजुरले फोटो खिच्न सक्नुहुन्छ। यो ठाउँमा आउनुहोस्। ल हेर्नुहोस् कति ठुलो ठाउँ छ क्या यो पनि हैन। वरिपरि धेरै टाढा जानै पर्दैन। वरिपरिमै मन्दिरहरू टन्नै छन् हैन। पाटन दरबार स्क्वायरमा वरिपरि मन्दिरै छन्। यो मन्दिरै भएको ठाउँमा मजाले अवलोकन गर्न सक्नुहुन्छ। यस्तो राम्रो ठाउँको भिडियो मैले देखाइरहेको छु हजुरलाई। मैले मजाले हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् सबै मान्छेहरू आफ्नै तरिकाबाट घुम्ने, रमाइलो गर्ने अनेक चिज चाहिँ छ यहाँनिर। अब मन्दिर पनि हेर्नुहोस्। अब मन्दिरमा आयो, मजाले फोटो भिडियो खिच्यो, अनि त्यस पछाडि रमाइलो गऱ्यो, साथीभाइहरूसँग गफसफ गऱ्यो। यता एक ठाउँमा चाहिँ बन्दै गरेको पनि छ हैन। पुरै बनिसकेको पनि छैन। कति ठाउँहरू चाहिँ भूकम्पको बेलामा कति मन्दिरहरू त्यो बेला भत्किएको थियो। पुनर्निर्माण गरिसकेपछि एकदमै राम्रो छ अहिलेको अवस्था चाहिँ। घुम्नको लागि अब कतै बाहिरबाट आउँदै हुनुहुन्छ भनेदेखि कता घुम्ने भनेर काठमाडौँमा सोच्दै हुनुहुन्छ भने धेरै ठाउँ छँदैछन् घुम्नको लागि। एकदमै राम्रो ठाउँ ल हेर्नुहोस्। अब यस्तो राम्रो भिडियोहरू मैले हजुरलाई देखाइसकेपछि हजुरहरूले भिडियो मन नपरेन लाइक, कमेन्ट, सेयर नगर्ने भन्ने कुरा त हुँदैन। ल हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ। वरिपरि हरेक मन्दिरमा मजाले यहाँ टन्नै मन्दिर छ। मन्दिरमा मजाले फोटो खिच्नु होला, भिडियो खिच्नु होला, साथीभाइहरूसँग रमाइलो गर्नु होला हैन। यो ठाउँमा आइसकेपछि त्यही भएको हुनाले मैले देखाइरहेको छु। ल हेर्नुहोस् पुरै हेर्नुहोस् कति धेरै मन्दिर छ क्या यो ठाउँमा। अब धेरैजना त जानुभएको छ, कतिजनाले भिडियो खिच्न पाउनु भएको छैन, फोटो खिच्न पाउनु भएको छैन। त्यो ठाउँमा घुम्न जान पाउनु भएको छैन भने हजुरको लागि चाहिँ यो भिडियो हैन। धेरैजना त यहाँ आएर फोटो भिडियो खिच्नु नै हुन्छ। आज मैले देखाएँ हजुरको लागि जो चाहिँ यहाँ आउनु भएको छैन, जो चाहिँ आउन पाउनु भएको छैन उहाँहरूको लागि चाहिँ यो भिडियो। यस्तो राम्रो छ हैन यो ठाउँमा चाहिँ। अब धेरै मेहनतले बनाएको एकदमै राम्रो चिजहरू चाहिँ यहाँनिर छँदैछ। अब हजुरलाई चाहिँ परेवा मनपर्छ भने चारो लगाउन सक्नुहुन्छ। यति धेरै परेवा उडाउन पनि सक्नुहुन्छ यहाँनिर। ल हेर्नुहोस् यस्तो राम्रो छ। अब माथिबाट हजुरले साथीभाइहरूसँग आउँदै हुनुहुन्छ अनि माथि क्याफेमा बसेर चाहिँ मजाले नास्ता खाने यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू देखिन्छ माथिबाट हैन। सो यही भएको हुनाले चाहिँ मैले हजुरलाई यस्तो राम्रो भ्यू भएको पाटन दरबार स्क्वायरको माथिबाट पनि अलिक हाइटबाट चाहिँ कस्तो देखिन्छ भन्ने कुरा चाहिँ हजुरलाई मैले पक्कै पनि देखाइ नै हालेँ। यस्तो राम्रो देखिन्छ। त्यो भएको हुनाले हजुरले चाहिँ भिडियोलाई जति सक्दो सेयर गर्नु होला, लाइक, कमेन्ट, सेयर गरेर चाहिँ साथ दिनु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला। नयाँ भिडियोको साथमा आउनेछु। आज चाहिँ मैले पाटन दरबार स्क्वायर पक्कै पनि देखाएँ। हजुरलाई मन पर्यो भने कमेन्ट गर्नु होला है त।